हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू एन्ड द ब्लग आफ्टर लङ टाइम पछि चाहिँ म ब्लग स्टार्ट गर्दैछु होइन। त्यसको लागि आइएम सरी भन्न चाहन्छु होइन। अनि आज चाहिँ हामी त्यो कोलमुडा भन्ने ठाउँमा चाहिँ जाँदैछु होइन। लगभग हामी त्यहाँ पुगि नै सक्यो भनौँ है। अनि हामीसँग छ बस एमाको बाइक अनि करण दाइ चाहिँ पसलमा गएको छ है। हल्का मेरो चाहिँ गेटअप यस्तो छ, आउटफुट चाहिँ यस्तो छ है। गर्मीको टाइममा चाहिँ ज्याकेट किन लगाएको तैँले अनि भन्ने सोचिरहनु भएको होला। यो चाहिँ खासमा आफ्नो सेफ्टीको लागि के, किनभने हात अब लास्ट गर्मी छ कि यतातिर चाहिँ है। अनि त्यसमाथि चाहिँ ज्याकेट लगाएन भने हात कालो हुन्छ के, अनि फेस पनि कालो हुन्छ। त्यसैले मास्क चस्मा टोपी लगाएर चट्ट है। अब यो मौसममा चाहिँ यो गेटअप चाहिँ होइन, तर के गर्ने आफ्नो सेफ्टीको लागि भयो भने लगाउनु पर्ने हुन्छ। सो अहिले चाहिँ हामी यो यताको सानो पुलमा पुगिसक्यो होइन। अब त्यसपछि अझै योभन्दा अगाडि गयो भने चाहिँ ठुलो पुल आउँछ अरे। अनि त्यहाँ खासमा त्यहाँ घुम्नका लागि मात्रै हो हाम्रो, त्यस्तो खासियत कुरा के छैन, जस्ट घुम्नका लागि मात्रै। अनि यो पुल चाहिँ म हिँड्दैछु पुरै लचक भइरहेछ। अनि हामीसँग छ एउटा फ्रुट एउटा पानी, किनभने गर्मी धेरै छ, तिर्खा लाग्न सक्छ। सो गाइज अहिले चाहिँ हामी कोलमुडामा पुगिसक्यो होइन। गाडी बाइक हामीले उता राखेर पारिपट्टि आएका छौँ अहिले हामी चाहिँ होइन। अनि करण दाइले चाहिँ बाइक चलाएर लिएर आएको। अनि यताको बाटोको बारेमा यताउता गाडी आउन सक्छ कि सक्दैन थोरै एक्सप्लेन गर्नेवाला छ करण दाइ। सो स्टार्ट, अलि जोरसँग बोल्नु होला किनभने हावा चलिरहेछ, हावाले गर्दा आवाज सुनिँदैन होला। हेलो गाइस, सबै सन्चै होला भन्ने म आशा गर्छु। अहिले चाहिँ हामी यहाँ दिनेश भाइ र म यहाँ कोलमुडा भन्ने ठाउँमा पुगेका छौँ र यताको नेचर भाइब चाहिँ एकदमै राम्रो छ। तपाईँहरू पनि आउनु होला। र यता यहाँ झुरुङ्गे पुलदेखि लिएर अनि यो डाँडा पाखाहरू र अनि यो खोला अनि यो पानी सबैको भाइब लिन आउनु होला। रमाइलो छ ठाउँ। सो बाइकमा र स्कुटीमा चाहिँ हजुरहरूलाई धेरै सजिलो पर्ला होइन। त्यसैले बाइकमा के अथवा स्कुटीमै आउनु होला भन्ने म आशा गर्छु। र अहिले चाहिँ हामी यो सब घुमि भ्याएर होइन, अब चाहिँ हामी घर जाँदैछौँ। सो अब यो एउटा ब्युटिफुल नेचुरल भ्यूलाई चाहिँ हामी छोडेर जाँदैछौँ।
अहिले चाहिँ हामी आफ्नो घरमा पुगिसक्यो होइन अनि म चाहिँ लास्ट थाकिसकेँ त्यसरी बेडमा पल्टेको छु एकछिनमा उठेर म खानापिना पकाएर अनि म फ्रेस हुनको लागि नुहाउनको लागि तयार गर्छु नुहाउँछु म चिटिक्क हिँड्छ मजा होइन अनि उता चाहिँ नरेश छ नरेश हेलो वेलकम ब्याक टु माई च्यानल भिडियो तिमी आफ्टर लङ टाइम पछि भेटियो अरे जताततै ग्यास अब चाहिँ म खाना पकाउँछु अनि यो भ्लगलाई चाहिँ म यता इन्ड गर्न चाहन्छु तपाईँहरूलाई के कस्तो लाग्छ होइन